देवलजी बिस्तारै हाल्नुस्, धेरै दुख्दैछ। हजुरको धेरै मोटो छ। त्यो दिन कराइरहे तर देवरले मेरो पानी निकाली नमस्कार साथीहरू, मेरो नाम रिया हो। यो कथा मेरो र मेरो देवरजीको बारेमा हो। यो कथा गर्मीको मौसमको हो। एक दिन मैले आफ्ना श्रीमानको लागि आफ्नो कोठा सजाएकी थिएँ र उहाँको प्रतीक्षा गरिरहेकी थिएँ। तर त्यो रात जब मैले घरको ढोका खोले, मेरो अगाडि मेरा श्रीमान होइन, बरु मेरा देवरजी उभिएका थिए। त्यस समय म सर्ट नाइटी ड्रेसमा थिएँ। मलाई आशा थियो कि ढोकामा मेरा श्रीमान हुनेछन्, तर अगाडि त देवरजी थिए। उनलाई देखेर म धेरै लाजित भएँ, किनकि मलाई आशा थियो कि यस रूपमा सबैभन्दा पहिले मेरो श्रीमान मलाई हेर्नेछन्। तर मैले आफ्ना श्रीमान लागि जे गरेको थिएँ त्यो मजा त देवरजीले लिइरहेका थिए। उनी त मलाई अर्कै नजरले हेरिरहेका थिए। उनीहरूलाई देखेर म छिट्टै मेरो कोठातर्फ जान थाले, तर त्यसबेला उनले मेरो हात समातिदिए। उनले भने, भाबीजी कहाँ जानुहुन्छ? मलाई पानी पनि दिने छैन। देवरजीको अगाडि साना कपडामा म लाजित हुँदै थिएँ र त्यसैले म कपडा बदल्न कोठामा जान चाहन्थे। मैले देवरजीलाई भने, तपाईँ बस्नुहोस्, म अहिले आउँछु। आफ्नै कोठामा गएर मैले छिट्टै साडी लगाए र बाहिर आएँ। मैले देवरजीलाई चिया र पानी दिए। उनी अझै पनि मलाई त्यही नजरले हेरिरहेका थिए। उनले भने, भाबीजी आज के खास कुरा हो? सायद म गलत समयमा आएको हुँ। मैले भने, यस्तो केही कुरा छैन। साँचो कुरा त यो हो कि ढोकामा मलाई तपाईका दाजु आउने आशा थियो। आज मैले तपाईका दाजुका लागि एउटा सानो सरप्राइज राखेको थिएँ। उनका कामका कारण समय मिल्दैन। हामी दुवै यहाँ एक्लै बस्दै गर्दा पनि एक अर्कालाई ठिकसँग समय दिन सक्दैनौँ। त्यसैले आज केही फरक गर्नको लागि मैले उनीहरूको लागि सरप्राइज योजना बनाएको थिएँ। पतिको र पत्नीक बीचको रुचि कायम राख्नको लागि बीच-बीचमा केही सरप्राइज योजना गर्नुपर्छ। यो मैले हिजो नै इन्टरनेटमा देखेको थिएँ र आज मैले यसलाई प्रयास गर्न खोजेकी थिएँ, तर हेर्नुहोस्, तपाईका दाजु समयमै आएनन्। म आफ्ना देवरजीसँग कुरा गर्दै थिएँ कि अचानक मेरा पति महेश घर आइपुगे। उनलाई देखेर मलाई निकै गुस्सा आएको थियो। उनले मसँग पहिले नै वचन दिएका थिए कि 2 घण्टा अगाडि घर आइपुग्नेछन्, तर उनी 2 घण्टा ढिलो घर आएका थिए। यदि उनी समयमै घर आएका भए भने म भैयालाई ढोकाबाटै फर्काउन सक्थे। घर आएपछि भैयालाई देखेर उनले उनीलाई अँगालो लगाए। उनले त मलाई हेरे पनि छैनन्, हेरिहाल्ने पनि के? उनलाई थाहा थियो कि म गुस्सामा रङ्गिन भएको थिएँ। ती दुईलाई अकेलै छोडेर म भान्सामा जान लागे। उनीहरूको कुरा मेरो कानमा परे। त्यसपछि मलाई थाहा भयो कि भैया अब 1 महिनाका लागि हाम्रो घरमा बस्न आउने थिए। मेरो देवरजी मेरो पतिको मामाका छोराहरू थिए, जो उमेरमा मेरा पतिको भन्दा ठूला थिए। ती दुवैका कुरा चल्दै थिए र म भान्सामा खाना बनाउन थालेकी थिएँ। राति छिटो खाना समाप्त गरेर जब म मेरो कोठामा जान्छु भने मेरो गुस्सा चढेर जान्छ, किनकि मैले जसरी प्रेमका पलहरू बताउनको लागि बेड सजाएको थिएँ, त्यही बेडमा मेरो पति जोर-जोरले खर्राटे मारिरहेका थिए। सजिएको बेड देखेर के उनलाई यो थाहा भएन कि मैले किन बेड सजाएको थिएँ? उनलाई बिबीभन्दा बढी निन्द्रा प्यारी थिए। त्यस समयमा म गुस्सामा मेरो कोठामा नगई हलमा गई बसेकी थिएँ। हलमा बसेर म आफैसँगै बडबडाइरहेकी थिएँ र मलाई देवरजीको पनि ध्यान थिएन। केही समय अघि देवरजी मेरो नजिकै आएर बसेका थिए, तर म त्यतिन्जेल उनीतर्फ ध्यान दिइरहेकी थिइनँ। जब देवरजीले मेरो हात समात्नुभयो भने म एकदमै चकित भएँ, किनकि म पहिले नै आफ्ना विचारहरूमा डुबेकी थिएँ। देवरजीको अचानक आइपुग्नाले म डराएँ। मलाई यसरी चकित हुँदै देखेर उनले भने, के भयो? तिमी यहाँ अकेली बसेर किन बडबडाइरहेकी छौ? मैले उनको हात समातेर सिधै मेरो कोठातर्फ लैजान थाले। त्यहाँ मैले उनीलाई सजिएको बेड देखाएँ। देवरजीले भने, अरे तिमीले बेड धेरै राम्रोसँग सजाएको छौ। सायद उनीलाई यो थाहा भएन कि म के देखाउन चाहन्छु। म गुस्सामा त्यहाँबाट बाहिर आएँ र भने, देवरजी, म तपाईलाई केवल सजाएको बेड मात्र होइन, मेरो गुस्सेको कारण देखाइरहेकी छु। तब देवरजी भने, तिमीको अनुहारबाट मलाई सबै कुरा बुझ्न सकियो।
यकिनन त्यो बेर तिमीले महेशसँग प्रेमका पल बिताउनको लागि सजाएको थियो, तर महेश त्यहाँ जोर-जोरले खर्राटे मारिरहेका छन्। देवलजी भने, साँच्चै तिमीको चयन गलत साबित भएको छ। महेश बिल्कुल पनि रोमान्टिक छैन। सायद उसलाई तिमीका भावना के कदर छैन। तिमी जस्तै रोमान्टिक केटीलाई मेरो जस्तो रोमान्टिक पति चाहिएको थियो, तर देख किस्मतको खेल, महेशको भाग्य राम्रो छ कि उसलाई तिमी जस्तो सुन्दर र आकर्षक केटी भेटिएको छ। देवलजीले मेरो सौन्दर्यको प्रशंसा गरे। यो सुनेर म केही समयका लागि मेरो सारा गुस्सा बिर्से र मेरो अनुहारमा मुस्कान आयो। धेरै महिनादेखि मैले महेशको मुखबाट मेरो सौन्दर्यको बारेमा एक शब्द पनि सुनेकी थिइनँ। थाहा छैन उसलाई के भएको थियो। काममा व्यस्त रहनुपर्छ, तर काम बाहेक पनि घरमा पत्नी हुन्छ। उसलाई यो ध्यान राख्नुपर्छ कि आफ्नो परिवार पनि छ। बात गर्दै गर्दै मैले देवलजीसँग धेरै कुरा गरे। त्यसपछि देवलजीले मेरो काँधमा हात राखेर भने, तिमी चिन्ता नगर्नु, अब म छु, तिमी जे चाहन्छौ मसँग सेयर गर्न सक्छौ। म तिमीलाई समय निकालेर महेशलाई पनि सम्झाइदिन्छु। देवलजीसँग कुरा गरेर मलाई धेरै राम्रो लाग्यो, मेरो मन हल्का भयो। त्यसपछि म मेरो कोठामा गएर महेशको विपरीत पिठू गरेर सुते। अर्को दिन महेश आफ्नो कामको लागि टिफिन लिएर घरबाट निस्किएका थिए। देवलजी भने अझै पनि घरमै थिए। उनले भने कि उनलाई दिउँसो 1 बजे अफिस जानुपर्छ। देवलजी 20 वर्षका थिए, तर यसलाई स्वीकार्नै पर्छ कि उनी निकै आकर्षक थिए। उनले आफ्नो शरीरलाई एकदमै फिट राखेका थिए। त्यस दिन सेठजी नुहाएर बाहिर आएका र केवल तोलिया लगाएर हलमा आएका थिए। उनलाई देखेर म लाजले निहालिए। उनी बिना कुनै शर्तको हाजिरीमा मेरा अगाडि खडा थिए। बस तोलिया लपेटेर सिधै भान्सामा आए। उनलाई यति नजिक देखेर मैले आँखा बन्द गरे। म लाजले छिट्टै उनी त्यहाँबाट हिँडे। केही समयपछि उनी पूरा कपडा लगाएर बाहिर आए। हिजो उनी घर आएपछि म उनीसँग थोरै समयमै परिचित भइन्, तर आज उनी मेरो घरमा थिए भने म घरलाई भरिएको जस्तो महसुस गर्दै थिएँ। यसैबीच देवलजीले अफिस जानु अघि मलाई एक विचार दिएका थिए। उनले मलाई क्यान्डल लाइट डिनरको विचार दिएका थिए र भने, भाभी, हिजो मैले छिटो आइपुगेर तिमीको योजना बिगारिदिएको थिएँ। आज राति मैले थोरै ढिलो आइपुग्नेछु। यदि आवश्यक भएमा म बाहिर नै खाना खानेछु। तिमी आफ्ना श्रीमानसँग समय बिता सक्छौ, म तिमीलाई डिस्टर्ब गर्न चाहन्न। देवलजीले मलाई क्यान्डल लाइट डिनरको विचार बुझाएका थिए। म डिनरलाई रोमान्टिक बनाउनको उपाय राम्ररी जान्थे। त्यस समयमा मैले महेशलाई फोन गरे। सम्भवतः उनी काममा व्यस्त थिए किनकि उनले मेरो फोन उठाएनन्। मैले उनलाई एक टेक्स्ट म्यासेज पठाएँ। म्यासेज देखेर मलाई लाग्यो कि उनी छिट्टै घर आइपुग्नेछन्, त्यसैले मैले साँझको तयारी राम्ररी गरे। साँझ भइसक्दा पनि महेशले सम्पूर्ण दिनभर मेरो फोन उठाएनन्। उनले मेरो म्यासेजको जवाफ केवल ओके दिएको थियो। यसले मलाई बुझ्नमा मद्दत गर्यो कि आज उनी छिट्टै घर आउनेछन्। उनी जब छिट्टै घर आइपुगे भने म खुसी भएँ कि उनी मेरो लागि छिट्टै आएका छन्। तर आउँदै गर्दा महेश थोडा थकित देखिन्थे। मैले उनलाई डिनर गराएँ, तर बाँकी कुरा गर्नका लागि म उनलाई बल गर्न सकिनँ। पहिले नै मलाई थकित लागेको थियो र त्यसैले पनि उनी मेरा पतिको रूपमा मेरो साथ थिच्न वा कुनै पनि कामको हतार गर्नुको आवश्यकता थिएन। आज महेशसँग समय बिताउने दिन अन्तिम दिन बने थिएन, त्यसैले उनलाई थकित देखेर मैले उनीसँग केही पनि भन्न चाहिनँ। मैले उनलाई शान्तिपूर्वक कोठामा सुत्न दिन्छु। उनी सुत्नु भएपछि म भान्सामा काम गर्दै थिएँ र मलाई धेरै छिटो निद्रा आइरहेको थिएन। भान्साको काम सकाएर मैले टिभी हेर्न थालेँ। रातको 10 बजिसकेको थियो र देवलजी अझै घर आएका थिएनन्। मैले उनीलाई फोन गर्न सोचे, तर त्यस बीचमा घरको ढोका खोली उनी भित्र पसे। मैले उनलाई खाना सोधेँ, तर उनले भने कि उनी खाना खाएर आएका छन्। उनी 2 मिनेट कुरा गरेर आफ्नो कोठामा जानुभयो। त्यसपछि म पनि आफ्नो कोठामा गएर सुते। यसो गर्दै गर्दै दिनहरू बित्न थाले। देवलजीको अफिसको समय दिउँसो 2 बजेदेखि साँझ 8 बजेसम्म थियो। उनी बिहानदेखि काममा मेरो सहयोग गर्दै थिए, जुन सहयोग मेरो पति महेशले कहिल्यै गरेनन्।
देवरजी जस्तो कुनै पनि केटीको भाग्य राम्रो हुनेछ जो उनीसँग विवाह गर्नेछ यो भन्नमा कुनै हर्ज छैन किनकि उनी सबै कुरामा एकदम पर्फेक्ट थिए। त्यस दिन राति मैले हाम्रो कोठामा महेशका कपडाहरू हेरिरहेको थिएँ। उनीका केही सर्टहरू धोइनको लागि निकाल्दै थिएँ। त्यस समयमा मैले उनीको पैन्टको खल्तीबाट दिल्लीको टिकट भेट्टाएँ। मैले उनलाई सोधेँ, यो तिमीको कुन टिकट हो? उनी भने, केही दिनको लागि मलाई दिल्ली जानु छ। अफिसबाट मैले यो टिकट पाएको हुँ। अफिसमा पार्टीको आयोजना गरिएको छ, त्यसका लागि म दिल्ली जान्छु। पार्टीको कुरा सुनेर मलाई लाग्यो कि महेश मलाई पनि सँगै लिएर जानेछन्। मैले भने, अच्छा पार्टी हो भने हामी कहिले जान्छौँ? उनले भने, तिमी के भन्न चाहन्छौ? मैले भने, महेश पार्टीको लागि मलाई पनि सँगै लैजानुहोस्। महेशले भने, रिया पार्टी अफिसका कर्मचारीहरूको लागि हो, परिवारको कुनै काम होइन। त्यसैले म तिमीलाई लैजान सक्दिन। सपना देख्न बन्द गर, पार्टी के लागि म अफिसका साथीहरूसँग मात्र जान्छु। अर्को दिन महेश दिल्लीको लागि निस्के। उनले भने कि पार्टी एक दिनको हो, तर त्यसपछि दिल्ली अफिसका केही कामका लागि 2 दिन वहाँ रहनेछन्। उनको जानुपछि म देवरजीसँग घरमा अकेली थिएँ। त्यस क्रममा देवरजीको अफिसमा पनि पार्टी थियो। देवरजीले मसँग भने, भाभी तपाईँ पनि सँग जानुहोस्। देवरजीको जडित आग्रहले म सहमत भएँ। एकतर्फा मेरो पतिको कुरा थियो जसले मलाई आफूसँग कहीँ लैजान चाहेन र अर्कोतर्फ मेरो देवरजी थिए जसले मेरो सबै इच्छाहरू पूरा गर्दै मलाई आफूसँग आफ्नो अफिस पार्टीमा लगेर गए। त्यो पार्टीमा देवरजी मलाई यति मना पर्ने गरी घुमाइरहेका थिए जस्तै म उनको प्रेमिका हुँ। पार्टी सुरु हुनुभन्दा अघि त्यहाँ अवार्ड फंक्सन थियो जहाँ देवरजीलाई बेस्ट पर्फर्मेन्सको अवार्ड दिइएको थियो। अवार्ड स्वीकार गर्दा उनी मलाई आफ्नो साथ स्टेजमा लानुभयो। उनी मलाई हरेक सानो कुरामा प्राथमिकता दिइरहेका थिए। पार्टीबाट फर्किँदा मैले सोधेँ, देवरजी तपाईँ मलाई आफ्ना अफिस पार्टीमा किन लिएर गयौँ? त्यो त तपाईँको अफिसियल पार्टी थियो होइन? देवरजीले भने, अरे भाभी यस्तो केही छैन। तपाईँ धेरै भोली हुनुहुन्छ। त्यो पार्टी केवल कर्मचारीहरूको लागि होइन, त्यसमा परिवारका सदस्यहरूलाई पनि समावेश गर्नुपर्छ। असलमा पार्टी आयोजना गर्नु अघि सबैलाई भनिनुपर्छ कि यो परिवारका सदस्यहरूको लागि पनि भएको हो। देवरजीले मेरो प्रश्नको जवाफ निकै राम्ररी बुझाए। त्यस रात घर फर्किएर जब म आफ्नो कोठामा कपडा परिवर्तन गर्दै थिएँ, मेरो ड्रेसको पछाडिको हुक खुल्न सकिरहेको थिएन। महेश पनि घरमा थिएन। म के गर्ने सोच्दै थिएँ र मसँग कसलाई मद्दत माग्ने कुरा बुझिन। म आफै प्रयास गर्दै थिएँ तर सफल हुन सकेको थिएन। त्यो समयमा देवरजी अचानक मेरो कोठामा आए। मलाई यस्तो असुजसमा देखेर उनी मेरो नजिक आए र भने, भाभी म केही ल्याउन आएको थिएँ तर तपाईँ यहाँ समस्यामा हुनुहुन्छ। मैले मद्दतको लागि उनीसँग केही पनि सोधिन तर उनले मेरो ड्रेसको हुक खोल्नका लागि आफूबाट मद्दत गरे। त्यसपछि उनी कोठाबाट बाहिर गएका। थोरै समयपछि मैले कपडा परिवर्तन गरेर बाहिर आउँदा उनलाई सोधेँ, देवरजी बताउनुहोस् के समस्या भएको हो? उनले भने, भाभी एक त गर्मी धेरै बढेको छ र यसै बीचमा मेरो कोठाको एसी पनि बन्द भएको छ। रातभर एसी बिना कसरी सुत्ने? अब के गर्ने तपाईँ नै भन्नुहोस्। हाम्रो घरमा मात्र 2 वटा एसी थिए, एउटा हाम्रो कोठामा र अर्को गेस्ट रुममा। देवरजी गेस्ट रुममा सुत्थे तर अब उनीलाई सुत्न समस्या भएको थियो। यसो सुनेर मैले उनलाई मेरो कोठामा सुत्न भन्नु पर्यो। त्यो रात देवरजी मेरो कोठामा मेरो बेडमा सुत्न आएका थिए। महेशको स्थानमा आज उनले ओगटेका थिए। रातभर मलाई निद्रा ठिकसँग लागेन, मलाई असहज महसुस भइरहेको थियो। केही दिनदेखि भैया मलाई यत्रा कम्फर्टेबल बनाउने छन् भन्ने कुरा मैले कल्पना गरेको थिएन। अर्को दिन देवरजीको छुट्टी थियो र घरको रासन पनि सकिएको थियो। मलाई बाहिर जानुपर्ने थियो किनकि महेशले मलाई पैसा दिएर बाहिर जानु भएको थिएन। मैले खाना बनाउने विचार गर्दा रासनको केही सामान बाँकी थियो तर धेरै चीजहरू सकिएको थियो। मसँग पैसाको अभाव थियो। मैले महेशलाई फोन गर्न थाले तर देवरजीले मलाई रोक्दै भने, भाभी अब म पनि यो घरको सदस्य हुँ। यो महिनाको रासन म किन्नेछु।
र भाबी आज घरमा खाना नपकाउनुहोस्, आज हामी बाहिरै खानेछौँ। मैले उनलाई स्वीकृति दिइरहे। त्यसपछि हामी तयार भएर केही समयपछि बाहिर निस्कियौं। पहिलो पटक देवरजी मलाई होटलमा खाना खान लगेर गए। खाना खाएपछि हामी मोलमा किनमेल गर्न गयौं। मोलमा जुन जुन सामान मलाई मन पर्यो उनीहरूले मलाई किनिदिए। राशनको बाहेक मैले आफ्ना लागि धेरै सामान किने र सबै खर्च देवरजीले नै गरे। महेश भने हामी सधैँ पछाडि चिल्लाइरहेका थिए कि राशनको बाहेक केही पनि बढी किने भने उनले तुरुन्तै खर्चको बारेमा गुनासो गर्न थाले। तर देवरजीले मलाई एक शब्द पनि भनेनन्। मसँग जे चाहियो उनीहरूले मसँग दिलाएर दिए। उनीहरूको व्यवहारले कहिलेकाहीँ यस्तो महसुस गराउँछ कि उनी मेरो मन जित्न प्रयास गरिरहेका छन्। त्यो रात मसँग मैले मोलको नाइटी ड्रेस लगाएको थिएँ। त्यो ड्रेसमा देखेर देवरजी मेरो तर्फ हेरिरहनु भएको थियो। उनले भने, भाबी तिमी त निकै सुन्दर देखिरहनु भएको छौ। त्यस रात पनि उनी मेरो कोठामा नै सुत्न आएका थिए। आधी रातमा अनजानेमा मैले उनीतर्फ सर्न मेरो गला अँगाल्न लगाएको थिएँ। बिहान मेरो आँखा खुल्दा म उनीसँग धेरै नजिक थिइन्। म तुरुन्तै देवरजीबाट टाढा गएँ र उठेर म आफ्ना काममा लागे। आज पनि देवरजीले छुट्टी लिएका थिए। बिहान नास्ता गरेपछि म भान्सामा भाँडा धोइरहेको थिएँ। अचानक देवरजी मेरो पछाडि आइपुगे। मेरो हातमा साबुनको फोम थियो। देवरजीले अचानक मेरो पेटमा चुट्की काटे। उनका स्पर्शबाट म काँपेँ र मेरो सन्तुलन बिग्रेर म देवरजीमाथि लम्के। भान्सामा हामी दुवै एक अर्कासँग निकै नजिक थियौं। मेरो हातको झाग देवरजीको अनुहारमा लाग्यो। यो देखेर म हाँस्न थाले। म हाँसिरहेको देखेर देवरजी मलाई प्रेमपूर्ण नजरले हेर्न थाले। उनी केही बोल्न सकिरहेका थिएनन्। यो देखेर मैले हाँस्न बन्द गरे। म उनीबाट टाढा हुँदै सोधे, तिमीले चुट्की किन काट्यौ? तब उनले भने, भाबी मैले तिमीको पेटमा रातो चिठी देखेकी थिएँ, त्यसलाई हटाइरहेको थिएँ। कुरा गर्दै गर्दै देवरजीले मेरो हातको झाग आफ्नो अनुहारमा लगाइदिए। त्यसपछि हाम्रो मस्ती सुरु भयो। मस्ती गर्दै गर्दै उनले मलाई पछाडि आएर जबरजस्ती अँगाल्नुभयो। नेने आफ्नो पर्सीके साथ हामी बीच केही गलत हुनुभन्दा पहिले हामी दुवै एक अर्काबाट टाढा भए। त्यस दिन पुरा दिन मेरो दिमागमा देवरजीको ख्याल घुमिरहन्थ्यो। उनी मेरो धेरै नजिक आएका थिए र उनको आँखामाझ मलाई आफ्नो लागि माया देखिन्थ्यो। वैसे पनि महेश मलाई नजरअन्दाज गर्थे। घरमा कम मानिसहरू थिए तर देवरजी मेरो हेरचाह र ख्याल राखिरहेका थिए। भाइ साहबलाई के चाहिएको थियो अब म बुझ्न सक्थे। पछिल्ला केही दिनदेखि महेशसँग जुन सुखको आशा राखेको थिएँ त्यो सुख मलाई सायद देवरजीसँग भेटेर मिल्ने थियो। उनी महेशभन्दा उमेरमा ठूला थिए, महेशभन्दा बढी स्मार्ट र देख्नमा पनि राम्रा थिए। पक्कै पनि उनी दुई कुरा राम्ररी थाहा पाएका हुनेछन् कि कुनै महिलालाई कसरी खुसी राख्ने हो। राति महेशको घर आउने सम्भावना थियो तर ऊ राति 8 बजे नै घर आइपुगे। सुत्नु अघि मैले अर्को नाइटी ड्रेस लगाएको थिएँ। त्यो ड्रेस मलाई हेरिसकेपछि महेशले तुरुन्तै सोधे, 2 दिनमा यो ड्रेस कहाँबाट आयो? मैले उनलाई भनेको थिइनँ कि त्यो ड्रेस देवरजीले मलाई उपहार दिएका थिए। मैले भने मेरोसँग केही पैसा थियो त्यसले मैले ड्रेस किने। मेरी परवाह देवरजीलाई थियो, उनी मेरो भावना र सम्मान गर्थे। मैले बुझिसकेको थिएँ कि उनी मलाई फूल जस्तो सम्हालेर राख्न सक्छन्। अब यस फूलको खुस्बु तिनका हेरचाह गर्ने मालिकको वरिपरि देखिनुपर्छ, यो मैले राम्ररी बुझिसकेको थिएँ। त्यस दिन म महेशसँग थोरै टाढा थिएँ। अर्को दिन महेश र देवरजी आफ्ना आफ्ना समय अनुसार अफिसको लागि निस्केका थिए। आज पनि भान्सामा काम गर्दा तर मेरो दिमागमा देवरजीको ख्याल घुमिरहेको थियो कि म देवरजीको पास गएर महेशलाई धोका दिनेछु, यस्तो मलाई लागेको थियो। त्यस समयमा मैले दुवैको परीक्षा लिने निर्णय गरेँ। मैले देवरजी र महेशलाई एउटा सन्देश पठाएँ कि मेरो तबियत निकै खराब भएको छ, मैले घरको ढोका खुला छोडेर आफ्नो कोठामा जाने। सन्देश पठाएको 10 मिनेटपछि देवरजी घर आइपुगे। घरमा आएर उनले मेरो कोठामा आएर मेरो हालत चेक गर्न थाले। उनका अनुहारमा मेरो लागि चिन्ता स्पष्ट देखिन्थ्यो।
उनी मलाई चेक गर्दै थिए। त्यस समयमा म हाँसे। मेरो हाँस्नु देखेर देवरजीले भने, भाभी तिमी पनि के मजाक गरिरहेका हौ? तिमीलाई के भयो? यो सन्देश पढेर म कति घबरायो थिएँ। मलाई ठिकसँग भन्नु, यो मजाक गर्ने समय होइन। त्यसपछि मैले देवरजीको हात समातेर उनलाई मेरो नजिक बसाएँ। मैले भने, मलाई केही भएन, म बिल्कुल ठिक छु। म त एउटा सानो परीक्षा लिइरहेकी थिएँ। म तिमीहरूको र महेशको मायाको भिन्नता हेरिरहेकी थिएँ। आज तिमी यो परीक्षा पास भयौ। देवरजीले मेरो कुरा बुझ्नुभयो। धीरे धीरे हामी दुवै एक अर्काका नजिक आउन थालेका थियौं। उनका 20 वर्षका तपस्या आज समाप्त हुन लागेको थियो। हामी दुवै एक अर्कासम्म यति नजिक थियौं कि केही समयपछि हामी हाम्रो प्रेमका पलहरूमा रमाउने थियौं। तर त्यत्तिकै महेश कोठामा आइपुगे। हामीलाई सँगै देखेर उसको आँखा फाटा रहे। उसले मेरो नजिक आएर देवरजीलाई मसँगबाट टाढा धकेलिदियो। उसले मलाई भन्यो, यो सब के चलिरहेको छ पपिया? तिमी आफ्नो देवरसँग यो सब कसरी गर्न सक्छौ? तिमीलाई एकपटक पनि मेरो ख्याल आयो? मैले भने, होइन, मलाई तिमीहरूको ख्याल कहिले पनि आएन जब तिमी आफ्नो मोनियासँग थियौ। हो, तब के तिमीलाई एकपटक पनि आफ्नो पत्नीको ख्याल आउँछ? मेरो तबियत खराब भएको यो सन्देश देखेर पनि तिमी घर आउनु भएन। मलाई थाहा थियो, त्यसैले मैले जानबुझकर तिमीलाई मेरो र भाइको एकसाथको सेल्फी फोटो पठाएँ। मैले तिमीलाई पठाएको सन्देशमा पनि जानबुझकर लेखेको थिएँ कि म उनीहरूसँग सम्बन्ध बढाइरहेकी छु। वैसे पनि तिमी सक्क गर्नेमा एक्सपर्ट हौ, तर सक्क तिमीले मात्र गर्नुपर्छ जब तिमी आफैको चरित्र सही हुन्छ। मेरो नजरमा तिमी जे गर्दै हौ त्यो ठिक छ भने मेरो र देवरजीको सम्बन्ध पनि सही छ। हामी दुवैले जे गर्दैछौं त्यसमा मलाई कुनै पनि गलत कुरा लाग्दैन। तिमी बकवास नगर्नुहोस्। कुन मोनिया? महेशको नाटक सुरु भएको थियो। त्यसपछि मैले उसलाई उस र उसको प्रेमिकाको तस्बिर देखाएँ। मलाई उसको सबै सत्य पहिले नै थाहा थियो, तर म उसको माया लागि धैर्य गर्दै रहेकी थिएँ र त्यस घरमा रोकिएकी थिएँ। मैले उसलाई भने, महेश तिमी अझै कति झुट बोल्ने? अफिसको काम र मिटिङ भनेर त्यो केटीलाई बाहिर सहर लगेर समय बिताउँछौ। उसमा कति पैसा खर्च गर्छौ, तर पत्नीले केही मागेपछि खर्चको ऋण लाज नदेखाएर रोइरहेका हौ। तिमीले सत्य थाहा पाएर पनि म तिमीहरूको घरमा रोकिरहेकी थिएँ। तिमीलाई खुसी बनाउनको लागि कहिले कोठा सजाउँथे भने कहिले क्यान्डल लाइट डिनर, कहिले केही गर्छथे। सायद मसँग केही गल्ती भएको हो। तिमीलाई चाहिएको माया म तिमीलाई दिन सकेकी थिइनँ, यस्तो मलाई लाग्थ्यो। म आफूलाई दोषी मान्थे। मलाई देवरजीले समयमा तिमीको सबै सत्य बताइदिएका थिए। राम्रो भयो, नभए म आफूलाई दोषी ठान्दै डिप्रेसनमा जान्थे र केही खराब गर्दै जान्थे। ती सबै कठिन परिस्थितिहरूमा देवरजीले मलाई सम्हालेका थिए। र हजुर, तिमी जसरी हामीलाई सक्कको नजरले हेर्दै थियौ, त्यो नजर अब एकपटक हटाएर राख। देवरजी र मेरो बीच केही पनि छैन। हामी दुवैले यो नाटक एक अर्कालाई पाठ सिकाउनको लागि गरिरहेका थियौं। आज तिमीले जुन देख्यौ त्यो पनि हाम्रो नाटकको हिस्सा थियो। यदि तिमी मलाई अरू पुरुषसँग देख्न सक्दैनौ भने म तिमीलाई अरू कुनै केटीसँग कसरी देख्न सक्छु? अब महेश मेरो अगाडि सिधा झुकेको थियो। मैले मेरो झोला उठाएर माइके जान थाले। अब म केही पनि सहन सक्दिनथे। महेशलाई उसकै गल्ती बुझिसकेको थियो। उसलाई आफ्नो गल्तीको एहसास भएको थियो। उसले मलाई माइके जानबाट रोक्नुभयो। उसले मसँग माफी मागे र वाचा गरे कि अबदेखि कुनै अन्य केटीको पछि हिँड्दैन, उसले मसँग वफादार रहनेछ। देवरजीले मलाई मद्दत गरेका थिए, त्यसका लागि मैले उनलाई धन्यवाद दिए। उहाँको पनि विवाह भइसकेको थियो र उहाँकी 10 वर्षकी छोरी पनि थिइन्। तर 1 वर्ष पहिले उहाँकी पत्नीले उहाँलाई यसरी धोका दिएका थिए। घर परिवारको महत्त्व उहाँलाई राम्ररी थाहा थियो। उहाँको गृहस्थी बचाउनको लागि कुनै पनि व्यक्तिले उहाँलाई मद्दत गर्न सक्ने थिएन, तर उहाँले मेरो गृहस्थी बचाउनमा मेरो धेरै मद्दत गर्नुभएको थियो। उहाँले आफ्नो जीवनको कीमती चीज गुमाएका थिए। उहाँको गृहस्थीलाई त्यसको कदर थियो, जसले त्यो गुमायो हो उसलाई त्यसको महत्त्व थाहा हुन्छ। आज देवरजीको मद्दतले म मेरो गृहस्थी बचाउन सक्थे।
आजकल प्राय प्रत्येक पुरुष वा महिला आफ्नो हकका लागि राम्रो परिवार चलाइरहँदा पनि बाहिर माया समेट्नमा लागिरहेका छन्। यसमा कुनै ट्रेन्ड छैन। बाहिरी व्यक्ति तपाईको परिवारका सदस्य जस्तो तपाईको ख्याल राख्न सक्दैन, उनी केवल आफ्ना आवश्यकता पूरा गर्नेछन्। यस्तो बढ्दो अतिरिक्त वैवाहिक सम्बन्धहरूको कारण तलाकका मुद्दा पनि बढिरहेका छन्। यस्ता समयमा कुनै पनि महिलाले तुरुन्त माइके जानु तपाईको पतिलाई स्वतन्त्रता दिनु जस्तो हुन्छ। त्यसैले परिस्थितिबाट भाग्नेको सट्टा परिस्थितिको सामना गर्नुपर्छ। पतिको कुनै पनि गलत बाटोमा हिँड्दा एकमात्र पत्नी नै हो जसले उसलाई सही र सिधा राख्न सक्छ। यो प्रत्येक महिलाले बुझ्नुपर्छ। साथीहरू, यदि यो भिडियो राम्रो लाग्यो भने कृपया लाइक गर्नुहोस्, शेयर गर्नुहोस् र सब्स्क्राइब गर्नुहोस्। धन्यवाद। चाँडै भेटौँला।